कहाँ हो घर? सर मेरो घर तल आयो। अलि ठुलो स्वरमा बोलाउन के त्यही त तराई नखासै बोले यार। तल आयो सर, तल आयो मेरो घर। कति हो यसको? 3500। 3500 दिनदार मबाट पैसा लग्ने, दिनदारै लुट्ने मबाट पैसा लग्ने, मान्छे चिन्या हो, 1000 पैसा लग्ने मबाट। मान्छे चिन्या यहिले हानौँ। अनि फेरि के कुरा गरेर आएको नि फेरि? सामानको सर पैसा हो कि? सामानको पैसा तपाईँलाई? साउरे पैसा मेरो काटेको छ। कस्तो ठुल्ठुलो कुरा नगर्नुहोस् फेरि तपाईँ। यो छ नि यो बाँया, यहीमा बाँधेर अनि तल फालिदिन्छु मैले फेरि। मान्छे चिन्दैन पैसा बानी परेको छैन। 5000 त दे। त्यही त 5000 दे मलाई। 5000 मलाई दे। अरे हात जोडेर हात जोडेर कुनै फाइदा छैन। बडा मान्छेको फनामा परिसकिस् त। यस्तो नै सर, पैसा दे त। पैसा दे। यस्तो नै सर, पैसा नै के? हेर्दै सर अनुहार हेर्दै 5वटा चाहिँ सामान चोरेर ल्याए जस्तो छ साला। यस्तो नै सर के सामान सब पैसा चोर त हैनस्? होइन सर के पैसा सामान दिएछु चोर मान्नुहुन्छ मलाई। अनि त्यस्तै अनुहार त चोरेको जस्तो छ तेरो। पैसा निकाल। अरू मलाई थाहा छैन, पैसा निकाल। पैसा सर के? ए भाइ मलाई अरू थाहा छैन, पैसा निकाल्न नि। सर यस्तो नै गर्के एकछिन खै समाज त के छ? के छ निकाल्न? के छ? ले सर पैसा नै के? के छ? अरे निकाल्नु न। भाग्न खोज्छस्? भाग्ने छ। उचाल्नु त हान्छ अनि फेरि सरी। हो भड्डु त भड्डु अलि। आवाज मान्छे चिनेछ छैन पहिला? चिन्नु के सर, माफ गर्नु मलाई के? के रे? माफ गर्नु मलाई, म जान्छु। अनि के भएर माफ गर्ने? पैसा दे न। पैसा दिएपछि मात्रै माफ के हुन्छ। माफ गर्ने त? पैसा नै मलाई चाहिने पैसा। ले जानु के? पैसा दिएपछि मात्रै माफ हुन्छ। फेरि माफ हुन्न फेरि। सामानको पैसा चाहिने मलाई ले जानु जस्तै। यो अरे यो त तँलाई बाहना मात्रै हो यसलाई। त सालालाई मगाउने बोलाउने बाहना मात्रै हो। पैसा निकाल। अरू थाहा छैन, पैसा निकाल। आज कति चाहिँ सामान डेलिभरी बढी गरिस् त्यसको थाहा छ पैसाले? आज पैसा न सर त। पैसा कति पैसा छैन आज। यसलाई उच्चारे उठाउ त। ओइ भाइ भाइ